नमस्ते। निर्वाचनको सरगर्मी बढेको छ। दल र उम्मेदवारहरू के गर्दा भोट बढाउन सकिन्छ भनेर मेहनत गरेर अगाडि बढ्नु स्वाभाविक पनि हो। अनि दलका नेता कार्यकर्ताहरू पनि प्रतिस्पर्धी पार्टीलाई कमजोर बनाउन के गर्न सकेला भनेर पहिलो रणनीति बनाउने गर्छन्। आफ्नो पार्टीको साख उम्मेदवारको योग्यता, क्षमता, जनसम्पर्क, जनताप्रतिको विश्वासले मत जित्ने भन्दा पनि विरोधीहरूलाई नभनौँ प्रतिस्पर्धीलाई खुइलाउने एउटा गलत खालको आचरण हाम्रो राजनीतिक वृत्तमा देखिया छ। यही सन्दर्भमा म नेकपा एमालेको प्रदेश कमिटीको सदस्य, अहिले खाँडदेवी गाउँपालिकाको अध्यक्षको रूपमा छु। मेरो पनि पक्कै भूमिका रहन्छ, दायित्व रहन्छ। मलाई त्यति धेरै जनताले विश्वास गरेर मतदान गर्नुभयो, पक्कै पनि त्यो जनताको विश्वास अझै बढोस् भन्ने मेरो पनि कामना हुन्छ। यो बहुदलीय व्यवस्था, यो लोकतान्त्रिक व्यवस्था, यो प्रजातान्त्रिक व्यवस्था जनता सार्वभौम सत्ता सम्पन्न हुन्छ। शक्तिको स्रोत भनेको जनता हुन्। जनताद्वारा अनुमोदित भएका जनप्रतिनिधिहरूले जनताले जस्तो सुकै कुराकानी गरे पनि, जेसुकै भने पनि पत्याउनुपर्छ, स्वीकार्नुपर्छ भन्ने हाम्रो मान्यता छ। यो लोकतन्त्रको मान्यता हो। तर म 79 सालमा नेकपा एमालेको उम्मेदवार भएर निर्वाचनमा गइराख्दा काङ्ग्रेस र माओवादीको गठबन्धन थियो। 79 सालमा म उम्मेदवार हुनुभन्दा पहिला 74 सालमा पनि नेकपा एमालेले निर्वाचन जितेको ठाउँ, गठबन्धन हुँदा 1 सिट थपेको ठाउँ। म 2054 सालमा पनि गाविस अध्यक्ष भएर काम गरेको, कडा प्रतिस्पर्धामा 54मा चुनाव जितेको। 25 वर्षपछि फेरि खाँडदेवी गाउँपालिकाको अध्यक्षको रूपमा पार्टीले मलाई पठायो। 54 जस्तो कडा प्रतिस्पर्धा पनि भएन, दुःख पनि भएन, सङ्घर्ष पनि भएन। दलहरू पनि म्याच्योर्ड भइसकेका थिए, नेताहरू पनि म्याच्योर्ड थिए। लोकप्रियताको आधारमा, पार्टीको साखको आधारमा जनताले मत सहज प्रदान गर्ने अवसर भएकोले अत्यन्तै हार्दिकता, अत्यन्तै शालीन ढङ्गले निर्वाचन सम्पन्न भयो। संयोगले 1 नम्बर वडामा अलिअलि विवादहरू गरेर चुनाव स्थगित भयो। वडा नम्बर 6मा अलिअलि मत म्यानिपुलेट भयो। अरू सरल ढङ्गले चुनाव हुँदा सबै ठाउँमा नेकपा एमालेले चुनाव जितेको। त्यसमा पनि मैले पटक पटक जनतालाई धन्यवाद दिइरहेको छु, जीवनभर दिनेछु कि खाँडदेवीका जनताले काङ्ग्रेस र एमाले दुवै शक्तिशाली पार्टीहरूको उपस्थिति हुँदाहुँदै पनि, गठबन्धन हुँदा पनि 1.5 भोट मलाई दिएर पालिकाको अध्यक्षको रूपमा निर्वाचित गर्नुभयो। म सबै जनतालाई हार्दिकतापूर्ण ढङ्गले 10 औँला जोडेर, 2 हात जोडेर नमन गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। जीवनभर यो कुरा भुल्ने छुइनँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यति भनिरहँदाखेरि अहिलेको यो सामाजिक सञ्जालको दुनियाँ बुढापाकाले भने जस्तो कलियुग, प्रलयको नजिक पुगेको, ध्वंसको नजिक पुगेको, समाप्तिको नजिक पुगेको भनिन्छ धर्मशास्त्रले। धर्मशास्त्रले भनेअनुसार पृथ्वी सौर्यमण्डलकै नष्ट पनि होला रे। यो मैले कल्पना गरेका कुरा र विश्वास गरेका कुरा होइन। अब यो सौर्यमण्डलभित्र रहेका ग्रहहरूको गति छ, कहिलेकाहीँ एकले अर्कोलाई छेकेर ग्रहणहरू लाग्ने गर्दछ, ग्रहण लाग्छ। त्यस्तै त्यो गतिमा कुनै कारणले एउटा ठुलो ग्रहले सानो ग्रहलाई तान्दा अस्तित्वमा सङ्कट आउने खतरा भयो र त्यसले कक्ष गुमायो भने ध्वस्त हुन सक्छ। मलाई लाग्छ पृथ्वी मात्रै ध्वस्त नभइकन सौर्यमण्डलै ध्वस्त हुन पनि सक्छ।
वा पृथ्वीभन्दा ठुला ग्रहहरू छन्, तान्दिन पनि सक्छ, नष्ट हुन पनि सक्छ। त्यो कल्पना गरेर त्यत्तिकै हावादारी कुरा गर्ने कुरा आफ्नो ठाउँमा, विज्ञानले पृथ्वीको जन्म कसरी भयो भन्दा आखिर ग्रहहरूको टकरावबाटै उछिट्टिएरै एउटा बनेको, अर्बौं वर्ष लागेर चिसिएर पानी, त्यसपछि वनस्पति, त्यसपछि जीवको विकास भएको कुरा गर्छन्। यो मेरो अध्ययनको विषय होइन, म त्यहाँ जान खोजिया पनि होइन, तर सन्दर्भ जोड्न खोजिया चाहिँ यो पृथ्वीमा, यो समाजमा, हाम्रो गाउँठाउँमा पनि थरीथरीका मानिसहरू छन्। भोट हाल्ने, भोट मताधिकार भएका सबै जनता, मतदान गर्नुहुने सबै जनता जनार्दन हुन्। म राजनीतिक कर्मी, मैले आलोचना जनताको कहिले गर्नुहुन्न। तर यो कलियुगभित्र भने जस्तै गरेर यो अहिलेको विज्ञान र प्रविधिको चरम विकास भएको भनिएको समाजमा विकास भएको सामाजिक सञ्जाल, त्यो माथि पनि नेपालको फेसबुक, यो फेसबुकले श्रीमान श्रीमतीको बीचमा द्वन्द्व त सृजना गरेकै छ। हाम्रा नानी केटाकेटीले आमा र बाले, हजुरआमाले भनेअनुसार उसले जीवन धारण गर्दैन, गुरुले भनेअनुसार गर्दैन। सोसियल मिडिया, फेसबुकबाट आएको रिल्सहरू, टिकटकहरूले गाइड गरिरहेछ। हाम्रो पालामा समेत झन्डै झन्डै टेलिभिजनमा आएको विज्ञापनले कस्तो कोट लाउने, कुन चाहिँ हिरोले लगा जस्तो कोट किन्न पाए हुन्थ्यो भनेर, अनि कुन चर्चित कलाकारको जस्तो कपालको डिजाइन गर्ने भनेर मेरो पुस्तालाई समेत त अलिअलि प्रभाव पारेको। भनेपछि आज प्रत्येक मान्छेसँग स्मार्टफोन छ। यो स्मार्टफोनलाई इन्टरनेटको कनेक्सन भएपछि यो नेपालमा मूलतः फेसबुक, टिकटक, इन्स्टा आदिले हामी कोही सुरक्षित छैनौँ। यही चिजको प्रयोग गरेर मेरा केही भलो नचाहने, व्यक्तिगत रूपमा ज्ञान कुमारलाई बदनाम गराउन पाए हुन्थ्यो, कमजोर बनाउन पाए हुन्थ्यो, ज्ञान कुमार राजनीतिक वृत्तमा उपस्थित नभइदिए हुन्थ्यो भन्ने खालको सोच भएका केही तत्त्व भनौँ वा व्यक्तिहरू, केही मित्रहरू भनौँ, उहाँहरूलाई लाग्यो ठाउँ खोज्दै जाँदा के गरेर ज्ञान कुमारलाई बदनाम गर्न सकिन्छ, आरोप लगाउन सकिन्छ भनेर ठाउँ खोज्दै जाँदा धेरैवटा प्रयास गरे। 100 भन्दा बढी त अख्तियारमा मलाई केन्द्रित गरेर उजुर बाजुर गरी मुद्दा हालिरहेका छन्, हरेक हिसाबले खोजी गरिरहेछन्। तर गजबको यो देशको ब्युरोक्रेट, कर्मचारी तन्त्र, निकम्बा त नभनौँ, कमजोर मानसिकता पनि नभनौँ, लापरवाही ढङ्गले, गैर जिम्मेवारी ढङ्गले काम गर्दै जाँदा हाम्रो खाँडदेवी गाउँपालिकाकै कर्मचारीको पहिलो दोष आफ्नो अड्डाको हिसाब किताब ठिक ढङ्गले दुरुस्त नराख्ने र महालेखा परीक्षक जसले सरकारी बजेट खर्च भएको हिसाब किताब राख्छ, लेखाको परीक्षण गर्छ, त्यसलाई हामी मलेप पनि भन्छौँ, महालेखा परीक्षकको कार्यालय, त्यसले 79-80 पहिलो वर्षको लेखा परीक्षण गर्दा सम्परीक्षण अन्तिममा फाइनल प्रतिवेदन दिँदा अन्तिमको पानामा एउटा नोट लेखेर केही गलत खालको भ्रम सृजना गर्न कोसिस गर्यो। त्यो गलत खालको एउटा बक्समा सूचना दिने हकै राख्दैन। सम्परीक्षणमा बेरुजुहरूलाई प्रमाण जुटेको खण्डमा हटाउने मात्रै काम हो। तर खाँडदेवी गाउँपालिकामा सम्परीक्षण भनेर नभएको बेरुजुलाई उहाँहरूको आन्तरिक के कुरा मिलेन कर्मचारीहरूसँग, त्यो कुरालाई लिएर विविध खर्चको 10 लाख शीर्षक, पदाधिकारी अन्य सुविधाको 9.5 लाख चान्चुनको शीर्षक र कन्टिजेन्सी योजनाहरू सञ्चालन गर्दा 3% रकम कर्मचारी अनुगमन गर्दा, इस्टिमेट गर्दा, कार्य सम्पादन प्रतिवेदन बनाउँदा पटक पटक प्राविधिक कर्मचारीहरू जाँदा खर्च आउन सक्छ। त्यो खर्च रिकभर गर्नको लागि कन्टिजेन्सी काटेको हुन्छ। त्यो 1 वर्षमा त्यो शीर्षकमा प्राप्त भएको 40 लाख चान्चुन सबै रकम जोड्दा 59,72,000 भएछ। त्यो पैसा मध्येबाट पालिका अध्यक्षको क्वार्टर व्यवस्थापन
कार्यालय सञ्चालन सबैमा खर्च भयो भन्ने आशयमा मध्येबाट भन्नुपर्नेमा उहाँहरूको के कुरा नमिलेको, मनमा नमिल्या होला, सर्लक्क लाएर त्यो रकम बक्समा यो 3टा शीर्षकबाट 59,72,000 रुपियाँ अध्यक्षको क्वार्टर व्यवस्थापन, कार्यालय व्यवस्थापन आदि, अतिथि सत्कार आदिमा खर्च भयो भनेर एउटा नोट लेखिदिएछ। त्यो कुरा असारको 26-27 गते एउटा अनलाइन पत्रिकामा र केही फेसबुकमा आयो। त्यसपछि खोजी गर्दै जाँदा जेठको 14 गते तुरुन्तै कार्यालयले यो खर्च 7,08,668 रुपियाँ मात्रै हो भनेर प्रतिवेदन बनाएर महालेखालाई पठायो। महालेखाले सिस्टमबाट हेर्ने भनेर समय लगाउँदै गयो। महालेखालाई गएर भेट्दा यो मेरो राजनीतिक जीवनमा बदनाम गर्ने गरी मलाई आक्षेपित गर्यो र म अदालत जान्छु भनेर भनिसकेपछि महालेखा परीक्षकको कार्यालयको प्रवक्ताले नै माफी माग्नुभयो, सरी भन्नुभयो, यो भुल सुधार गर्छौँ भन्नुभयो, समय माग्नुभयो। उहाँहरूले छानबिन गरेर पछिल्लो वर्षको प्रतिवेदन दिँदाखेरि बकाइदा लेखेर भुलवश 59 लाख लेखियो, यो खर्च 7,08,664 रुपियाँ नै हो भनेर प्रतिवेदन दियो। र अहिले मैले महालेखाको महालेखा परीक्षकको कार्यालयको वेबसाइटमा त्यो सूचना छैन र त्यो खर्च 7,08,000 मात्रै हो भनेर प्रमाणित गरेको मैले विज्ञप्ति निकालेको छैन, बेला बखतमा भनेको छु। सबै सचेत नागरिकहरूले थाहा पाउनु भएको छ। एकपटक 7 स्टार टेलिभिजनबाट हाम्रो रामेछापको युवा पत्रकार सागर बोहराजीले एउटा इन्टरभ्यूमा प्रश्न सोध्नुभयो र मैले प्रमाणसहित डकुमेन्टहरू त्यो अन्तर्वार्तामा दिएको थिएँ। र अहिले पनि दशैंको शुभकामना दिँदा, तीजको शुभकामना दिँदा, माघे सङ्क्रान्तिको शुभकामना दिँदा, बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दा पनि केही व्यक्तिहरूले त्यो पहिला फेसबुकमा पोस्ट गर्ने साथीभाइहरूको स्क्रिनसट राखेर अनाधिकृत रूपमा अहिले पनि कोही 51 लाखको, कोही 71 लाखको, कोही 61 लाखको भनेर पटक राजनीतिक रूपमा ज्ञानकुमारमाथि प्रहार गर्दा एमाले कमजोर भइहाल्छ कि भनेर आज पनि पटक सामाजिक सञ्जालमा लेखिरहेको कुराले गर्दा मैले सार्वजनिक रूपमा सामाजिक सञ्जाल मार्फतै आदरणीय जनताहरूलाई अनुरोध गर्न खोजेको 7,08,668 रुपियाँ अध्यक्षको क्वार्टर, अध्यक्षको सचिवालय लगायत अतिथि सत्कार सबै खालको खर्च पहिलो वर्ष चुनाव जितेको वर्ष सारा जनतालाई आउनु सँगै बसौँ साग र भात खाउँ मैले भनेको थिएँ। मैले पटक पनि भनेको छु, कांग्रेस माओवादीको पनि उपस्थिति छ, उहाँहरूलाई पनि आउँदाखेरि चिया खाजा 1-2 पटक सायद मैले खुवाछु होला। त्यो सबै खर्च त्यति भएछ। मलाई लाग्छ 753 गाउँपालिका मध्येमा यो खर्च सबैभन्दा कम हो कि होइन मैले अनुसन्धान गरेको छैन। यो 100-200 गाउँपालिका बराबर छैन, सबैभन्दा कममा 20-25 मध्येमा पर्छ होला। त्यति पनि खर्च हुनु हुँदैन भन्ने मान्यतामा खर्च घटाउँदै मैले लगि पनि रहेको छु। र आज पनि मैले एउटा नागरिकको छोराछोरी असल हुन् भनेर कुरा गर्दा, ठिक छ मैले राजनीतिक कुरा गर्दा त कसैलाई रिस उठे विरोध गर्नु हो, तपाईकै हितमा सबैको हितमा कुराहरू गर्दाखेरि पनि अनि त्यही पुरानो कुराकानी गरेर कुरै सुन्न नचास्तो गरेर विरोध गर्ने विरोधी केही ठेट्नाहरू आबरा ठिटाहरू सबलाई मैले नोटिस गरेको छु, रेकर्ड राखिरहेको छु। कानुनी कारबाही गर्नको लागि त्यही सामाजिक सञ्जालले उपद्रव गर्यो, बदनाम गर्यो, भद्रगोल गर्यो, त्यसलाई अनुशासित गरौँ, त्यसलाई नियमन गरौँ, गलत काम गर्यो भने त्यसलाई हटाउनको लागि कारबाही गर्नको लागि पहल कदमी गर्नलाई सम्बन्धित सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई दर्ता गर्यो भने बापत केपी ओली
को नेतृत्वमा रहेको एमाले काङ्ग्रेसको सरकारलाई अपदस्थ गरेर सिंहदरबारदेखि संसार जलाएको कुरा छ। देश ध्वस्त भयो, सारा संसार जलायो, सिंहदरबार जल्यो, सर्वोच्च जल्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्यो, व्यापारिक केन्द्र जल्यो, व्यक्तिगत घर जल्यो। तर लामै समय राजनीति गरेको काङ्ग्रेसको महामन्त्रीको पदमा बसेको गगन थापाजी पनि मैले सामाजिक सञ्जालमा प्रतिबन्ध गर्नु हुँदैन भनेको थिएँ, पटक पटक भने, मेरो सभापतिलाई भने, प्रधानमन्त्रीलाई भने यो अनिष्ट हुन्छ भनेकै थिएँ, मान्नु भएन। सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएकै कारणले जेनजीको नाममा गरेको आन्दोलनले आगो बाल्यो, यो स्वाभाविक हो भनेर रुन्चे शर्मा भन्नुभयो। 80-90 लाखले त्यो भिडियो हेरेपछि उहाँ दम्ब चढ्दै गयो। अनि विशेष महाधिवेशनको तयारी गरेर 51-52% जम्मा गरेर उहाँ काङ्ग्रेसको सभापति पनि भन्नुभयो। गगन थापाजीलाई अहिले मैले केही भन्न खोजेको त होइन, उहाँ काङ्ग्रेसकै महामन्त्रीको पदमा हुनुहुन्छ, उमेरमा त मेरो भाइ नै हो, नजिकको साथी पनि हो। कोटेश्वरको आन्दोलन, रामरी हत्याकाण्ड विरोधी आन्दोलन गर्दाखेरि काङ्ग्रेसको युवाको तर्फबाट धेरै साथ दिएर त्यो आन्दोलनलाई उचाइमा पुर्याउनलाई योगदान गर्नुभएको थियो, साथ दिनुभएको थियो। त्यस कारणले म उहाँको आलोचना गर्न चाहन्न। यद्यपि गगन थापाजी काङ्ग्रेसको त्यत्रो ठुलो इतिहास, राणा शासन ढाल्न, पञ्चायत ढाल्न यत्रो योगदान गरेको, गणतन्त्र ल्याउनलाई योगदान गरेको, माओवादीको हिंसात्मक आन्दोलनलाई सेफ ल्यान्डिङ गर्न भूमिका निर्वाह गर्ने नेपाली काङ्ग्रेस पार्टी को सरकारलाई बदनाम गरेर देश जलाउने त्यो आन्दोलन, त्यो हाम्रा भाइ भतिजा युवा जेनजीको नाममा गरिएका दलालहरूले, देशको हित नचाहनेहरूले, विदेशीहरूको इसारामा गरेको आन्दोलनको समर्थन जस्तो गरेर तपाईँले भनेका भिडियोहरू सार्वजनिक छन्, जनताले मूल्याङ्कन गर्नेछन्। तपाईँलाई त्यो बाख्राको बोकाको गर्दा म बोकाको आवाज सुन्दा पनि तर्सिने भएको छु भनेर एउटा इन्टरभ्यूमा भन्नुभएको थियो। त्यो एआईले बनाए म जान्दिनँ। तपाईँलाई पनि त्यो बाख्रा बोका 8 करोड खायो के खायो भनेर सामाजिक सञ्जालबाटै बदनाम गर्यो। गगन थापा काङ्ग्रेसको महामन्त्री हुनुहुन्थ्यो, मन्त्री भइसक्नु भएको थियो, सांसद हुनुहुन्थ्यो। नेपालमा कानुन छ, विधिको साधन चल्छ, अख्तियार छ, सर्वोच्च अदालत छ, अदालतहरू छन्। अनि उजुरी हालेर मुद्दा हालेर छानबिन गरेको भए गगनजीलाई जेल हाल्न सकिन्थ्यो नि। तर सामाजिक सञ्जालमा त्यत्रो बदनाम गर्न जरुरी थिएन नि। हो, त्यस्तो खालको अराजकतालाई रोक्ने कुराकानी गर्दा तपाईँ सामाजिक सञ्जालमा 5 लाख फलोवर्स छ, सामाजिक सञ्जालबाट चुनाव जितिन्छ जस्तो गरेर खुब खोक्नुभयो, रुनुभयो, भावनामा जानुभयो, वाह भन्नुभयो नि। अहिलेको चुनावमा तपाईँलाई अप्ठ्यारो परेछ नि, होइन? बालेनकै त्यत्रो विरोध गरेर बोल्ने काङ्ग्रेसको एउटा नेता अहिले घन्टी बजाइरहेछ नि, तपाईँलाई आफ्नो निर्वाचन क्षेत्रमा अप्ठ्यारै परिरहेछ नि, होइन? हो, यो सामाजिक सञ्जालको दुरुपयोग गरेर अमेरिकामा ट्रम्पले यही सामाजिक सञ्जाललाई उपयोग गरेर राष्ट्रपति चुनाव जितेर सत्ता कब्जा गरे हो। बङ्गलादेश सोसियल मिडियाबाट सत्ता कब्जा गरेर 2 ल्याएको ती पार्टी अहिले 6 सिटमा सीमित छ। तपाईँलाई याद हुनुपर्ने गगनजी मार्फत मैले सबैलाई भन्न खोजेको, माओवादीले पनि सशस्त्र विद्रोह गरेर 64 को निर्वाचनमा त्रास र आश दुवै सृजना गरेर राज्य सत्ताको सबै अङ्कलाई डिमोरलाइज गरेर चुनावमा जाँदा 240 मा 120 सिट जितेको थियो। तर दोस्रो चुनावमा जाँदा 32 सिटमा खुम्चिनु भएको थियो। अहिले शिला खोज्ने अवस्थामा हुनुहुन्छ। खेल खेल्नुहुन्छ, कहिले काङ्ग्रेसलाई, कहिले एमालेलाई, कहिले चाहिँ माधव नेपाललाई प्रधानमन्त्री बनाउने के पनि गर्नुहुन्छ। कम्युनिस्ट पार्टी एमालेको त्यत्रो ठुलो साख मिलेर के गरेर फुटारै छाड्नु, खेल खेल्नुहुन्छ। जनयुद्ध पनि भारतमा बसेर विस्तारवादी भनेर भारतको विरुद्धमा बङ्कर खनेको भनेर भारतकै साथ सहयोगमा राजनीति गरेको पनि देखियो। त्यो हुनाले तपाईँ कहाँबाट चल्नुहुन्छ, के गरी चल्नुहुन्छ मलाई थाहा छैन। मान्छेको अनुमानको बारेमा म भन्न चाहन्न। मैले देखेदेखि गगन थापा नेविसनको राजनीति गरेर सबै हिसाबले राजनीतिमा लागेको, अत्यन्त मिठो बोल्न सक्ने, नेपालको राजनीति बुझेको युवा हुनुहुन्छ। तपाईँ जस्तै युवाले यो देश बनाउनु पर्छ भन्ने मलाई लाग्छ।
तर अहिले काँचो कचिलो कुराकानी गर्नुभएको छ। यो कुराको समीक्षा होला। तपाईँलाई बोकाको कुरा गरेर, बाख्राको कुरा गरेर बदनाम गर्दा गर्दा पनि तपाईँ टिकिरहनु भएको छ। आलोचना मेरोभन्दा तपाईँको बढी हुन्छ। तर यो सामाजिक सञ्जालको दुरुपयोग गरेर मलाई पनि 10-12 जना चाहिँ ठिटामिटाहरू थिए। अहिले चुनाव लाग्यो हुनाले पहिला त विरोधीहरूले भन्दा नि मेरै आफ्नो प्रतिस्पर्धीले नै बदनाम गर्न खोजे जस्तो लाग्थ्यो। अहिले चाहिँ अलिअलि विरोधीहरू पनि मिलेर, फरक पार्टीहरू पनि मिलेर ज्ञानकुमार चट्टान जस्तो भएर एमालेको पक्षमा उभिन्छ। कुनै ठाउँ छैन उसलाई बदनाम गराउने भनेर 59 लाख रुपियाँको भात खाने अध्यक्ष भनेर बदनाम गराउनलाई त्यो टुक्क हालेर मलाई तनाव दिइरहेछन्। म सामाजिक सञ्जालमा मन परी बोल्न चाहन्न। एकपटक हाम्रो खेलकुद महासङ्घको अध्यक्ष तेज घिसिङजीले के कुरामा फेसबुकमा अलिकति आलोचना भयो भनेर डाङ्गन ठोक्ने ठाक्ने कुरा पनि गर्नुभएको थियो। म त्यस्ता कुराहरू गर्न चाहन्न। मेरो उमेरले पनि त्यो कुराहरू भन्दैन। म युवा हुँदा पनि जीवनभर नेविसनको कुट्टा खाएर राजनीति गरेँ, माओवादीको लात खाएर रड खाएर राजनीति गरेँ। मैले कसैलाई एक थप्पड लगाए पनि छैन, छुको पनि छैन। म छुच्चो पनि बोल्न चाहन्न। तर यो अराजकता रोक्ने कुरा गर्नुपर्छ। लाग्नुहोस्, सामाजिक सञ्जाल नियमन गर्नुपर्छ भनेर यो चुनावको एजेन्डा बनाउनुहोस्। होइन भने तपाईलाई त्यो माकुराको बच्चाले माकुराको बाउलाई खा जस्तो गरेर तपाईलाई खानेछ। यति कुराहरू भन्न चाहे र यो श्रृङ्खलामा यो भिडियो मार्फत म नेपाली जनताको बीचमा, रामेछापीले जनताको बीचमा र मूलत मेरो खडादेवीका जनतासँग म हात जोडेर भन्न चाहन्छु, ज्ञानकुमार शाकाहारी भोजन गर्ने मान्छे हो, दारू नखाने मान्छे हो। च्याखला र गहत मैले टनाटन खाइरहेको छु, सिस्नो पनि खान्छु, धेरैलाई खुवाइरहेको छु, अहिले पनि खुवाइरहेको छु। त्यो 7 लाख वर्षमा 5 लाख 3 लाख रुपियाँ भएका खर्चहरू अनियमितता भयो भने त्यो म सबै मेरो निजी सम्पत्तिबाट तिर्न पनि सक्छु, तिर्न तयार छु। दुःख सुख गरेर भाडा माझेर पढेर सहरमा अलिअलि काम गरेर 2-4 पैसा कमाएर जोडेर राखेको छु। एउटा घर छ, एउटा जग्गा छ, बेचेर पनि तिराउला। तर म यो धरतीमा राजनीति गर्ने मान्छेहरू मध्ये सादगी जीवन बिताउने मान्छे हुँ। सत्तामा पुगेर पनि सहज ढङ्गले आउने भत्ता पनि 54 सालमा 1000 रुपियाँ भत्ता हुँदा पनि आधी पैसा पार्टीमा हालेको मान्छे हुँ। न मैले चुनावमा कुनै ऋण लिएर पैसा खर्च गरेँ, न मैले अहिले कुनै योजनामा कमिसन मागेको छु। म चुनौती दिन चाहन्छु। चुनावमा माइक बजाउँदा, गाडीको भाडा तिर्दा अलिअलि खर्च मेरो पनि भयो होला। मेरो आफ्नो बिजनेस कम्पनी छ, त्यही कम्पनीले अलिअलि तिर्यो होला। मूलत मलाई माया गर्नेहरू, आफन्तहरू, पार्टीका साथीहरू मात्रै नभइकन लोकतन्त्रमा विश्वास गर्ने काङ्ग्रेस माओवादीमा आस्था राख्ने देश विदेशमा बस्ने साथीभाइले समेत पनि टनाटन पैसा पठाउनु भयो। चुनावको सबै खर्च धान्यो। मलाई 1 रुपियाँ राज्यको कोषको लिनु छैन। अर्को चुनावको तयारीको लागि पैसा कमाउनु पनि छैन। जनताले चाहना गरे, पार्टीले पत्तायो भने फेरि जनता जुट्नेछन्, कार्यकर्ता जुट्नेछन्। चुनावमा सहज ढङ्गले जनताको विश्वास प्राप्त गर्ने गरी चुनावमा आउन सक्छु। त्यसो भएको कारणले मैले मेरो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री, तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो, म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न। आज नेपालमा केपी ओलीले भ्रष्टाचार गर्यो भनेर भन्ने मान्छे छैनन्। केपी ओलीलाई देखाएर, केपी ओलीको पावर प्रयोग गरेर राज्यलाई दुरुपयोग गर्यो भनेर आरोप चाहिँ छ। केपी ओलीले भ्रष्टाचार गर्यो भनेर छैन। म अहिले खडादेवी गाउँपालिकाको स्थानीय सरकारको प्रमुख छु। भ्रष्टाचारै गर्यो भनेर मलाई पनि आरोप त लगाउनु भएको छैन। 59 लाखको भात भनेर बदनाम गर्ने कोसिस गरे हुनाले मैले भिडियो बनाएको, यति बोलेको। मेरो कार्यपालिकाभित्र 9 जना वडाध्यक्षजीहरू हुनुहुन्छ।
उहाँहरूले गरेका काममा पनि हामीले बजेट बनाउने हो, कर्मचारीले कार्यान्वयन गर्ने हो, हामीले अनुगमन गर्ने हो। आजसम्म भ्रष्टाचार गर्यो, योजनामा कमिसन माग्यो कर्मचारीले वा कसैले भनेर मलाई कसैले कम्प्लेन गरेको छैन। सायद त्यही मेरो प्रशासन एकदमै कडा भयो, खबरदारी अलिकति बढी गरेको हुनाले मेरो विरुद्धमा अलि नरम गरम भइदियो हुन्थ्यो भन्ने चाहना राख्नेहरू अलिअलि आक्रोशित भएको अलिअलि दिशाको कुरा तपाईँहरूले गन्ध पाइरहनु भएको छ, त्यसको गन्ध आइरहेको छ। तर त्यो पनि अहिले गौण छ। मैले जे आदर्शमा राजनीति गरेँ, मेरो टिम एक सिट काङ्ग्रेस एक सिट माओवादी हुनुहुन्छ, उहाँहरू पनि क्लिन हुनुहुन्छ। नेकपा एमालेको मेरो टिमको त कुरै भएन। हामीले जनताको सेवा गर्नको लागि चुनावमा आएका छौँ। गच्छेअनुसार एमालेमा राजनीति गर्ने मान्छेहरू सबैको पेसा छ, व्यवसाय छ, गाउँमै हुनेहरूको पनि पसल व्यवसाय छ, कसैको पेन्सन छ। पेसा व्यवसाय नहुने वडा नम्बर 9 को अक्कलबहादुर भण्डारीजी वडा अध्यक्ष हुनुहुन्छ, उहाँ पनि पुर्खौली सम्पत्ति टन्नै छ, सेतो घोडा चढेर हिँड्ने भनेर माओवादीले कुटी कुटी माओवादी बनाएको मान्छे, पञ्चायतकालदेखि राजनीति गर्नुभएको, खाना लाउन पुर्याउने, आउने मान्छेलाई टन्न खाना दिन सक्ने, 2-5वटा खसी काट्न सक्ने मान्छे हुनुहुन्छ। हो, कसैले भ्रष्टाचार गरेको छैन, हामी भ्रष्टाचार गर्दैनौँ। त्यसो भएकोले मलाई मेरो पार्टीलाई गलत खालको आक्षेप कसैले नलगाइदिनुहोस्। र यो 59 लाखको भात भन्ने बदमास मान्छेहरूलाई चिनाउँ। मेरो फेसबुक पेजमा मैले जे पोस्ट गर्छु, कसैले कमेन्ट गर्यो भने त्यो साथीलाई त्यहाँ कमेन्ट लेखिदिनु पर्यो। उनीहरूले महालेखा परीक्षाको प्रतिवेदन हेर्न पर्यो, हाम्रो लेखालाई सोध्न पर्यो अनि लेख्न पर्यो। अनाधिकृत कुरा मन परी लेख्दै गर्दा अघि मैले हाम्रो गगनजीको कुरा गरेँ, अहिले बालेनजी प्रधानमन्त्रीको उम्मेदवार भनेर झापा चुनाव लड्न जानुभएको छ। कहीँ कुकुर गधा बनाएको छ, कहीँ के बनाएको छ, कहीँ कार्टुन बनाएको छ, उहाँलाई रमाइलो लागिरहेछ। एआई प्रयोग गरेर अमेरिकाबाट प्रमोसन गर्दै अलिअलि भिडियो भाइरल कृत्रिमसम्म गरेर गर्दाखेरि वाह जस्तो 24 गते सारा एआईले बनेको भिडियो कता बुढालीकण्ठतिर पैसा आकाशमा उडाएको रे, सुरुङभित्र पैसा भेटेको रे। अरे यार, सुरुङमा पैसा भेटेको भए मान्छेले आगो लाउँथ्यो होला, त्यो पैसा बोकेर घरै जाँदैन थियो होला। सुरुङभरि पैसा रे, खरानी खरानी भएर एआईले बनाएको भिडियो बोकेर मान्छे नै सारा कब्जा गरेको पैसा भेटेको भए त एक एक दोक्रो पैसा मान्छेले लिएर जान्थ्यो होला नि। सबै फन्टुस र हावादारी कुराहरू गर्यो। सत्यता के हो मलाई थाहा छैन, म जान्दिनँ है, माफी चाहन्छु। तर जेसुकै भए पनि केपी ओलीको घर जलाए, राज्यलाई हस्तान्तरण गरेको ट्रस्ट बनाएको घर जलाए, अनि त्यो जलाउने पत्रकारहरूले त्यो जलाइसकेपछि जानेले सारा हेर्दाखेरि किताबभन्दा बाहेक केही भेटेन भनेर चाहिँ आयो। मलाई गर्व छ, मेरो पार्टीको अध्यक्ष केपी ओलीले भ्रष्टाचार गर्नुभएको छैन, पटक पटक प्रधानमन्त्री बन्नु। घर हस्तान्तरण गर्नुभएको थियो किनकि उहाँको सन्तान छैन, छोराछोरी छैन, त्यो अपुताले खाने कोही छैन। त्यसपछि उहाँले राज्यलाई पहिल्यै हस्तान्तरण गर्नु। मलाई गर्व छ। अरू कुरा म जान्दिनँ। महाशक्ति राष्ट्रसँग केपी ओलीले झुक्न चाहेन, एमाले झुकेन, यसमा मलाई गर्व छ। एउटा सानो मन्दिर पनि चन्दा उठाउने, विदेशीको चन्दाले स्कुल बनाउने हाम्रो प्रचलन थियो। निकै ठुलो धरारा व्यक्ति व्यापारीले बनाइदिन्छु, नाम राख्छु भन्ने होइन, चन्दा उठा हामी आफै बनाऊ भनेर राज्यले धरारा बनाउनेदेखि, रानी पोखरी बनाउनेदेखि, सुरुङ मार्गदेखि लिएर सारा चिज। झापामा बनेको टावरको खुब विरोध भइरहेछ। अरे साथी हो, नेपालमा त्यत्रो ठुलो टावर नेपाली लगानीमा बन्न सक्दो रहेछ भनेर एउटा मोडल देखाएर नेपालीको आँखा जगाउने काम चाहिँ गरेका छन्। त्यो भ्रष्टाचार गरेर बनाए त होइन। त्यो उनीहरूले विरोधीहरू केपी ओलीको क्रेज सहन नसकेर, पचाउन नसकेर छटपटाएर विरोध गरिरहेको कुरा आज सामाजिक सञ्जाललाई दुरुपयोग गरेर, खास गरी अमेरिका भारतसँग नै अलिअलि रिसाएको मौकामा नेपाल चीनको नजिक, दलाई लामा चीन तिब्बतबाट भारतमा गएर बस्ने, अनि टिबेटनहरूले फ्री टिबेट के कुराकानी गरेर
गतिविधि गर्नुपर्ने त्यो कुरासँग जोड्दा टिबेटनहरूको समर्थकले कालो लुगा लगाएर हतियार बोकेर मास्क लगाएर निन्जाको रूपमा बसेर गतिविधि गरेर टिओपी कि टिओएम के लेखेको यो सबै चिज हामीले देखिरहेछौँ। त्यसो हुनाले आज नेपालको राजनीति चुनाव मार्फत पनि यो सत्तालाई वैधानिक कब्जा गर्ने षड्यन्त्र पनि गरेर आइरहेको कुरा मलाई व्यक्तिगत रूपमा शङ्का छ। त्यसो भएन भने राम्रो कुरा हो। माओवादीहरू हिंसात्मक आन्दोलन गरेर सत्ता कब्जा गर्न नसकेपछि शान्ति प्रक्रियामा आउन तयार भई ल्याइयो। चुनावमा जाँदा काङ्ग्रेस सरकारमा थियो, काङ्ग्रेस पनि धेरै डिप्लोमेटिक रचनात्मक लचकता देखाउँदा र एउटा आतंक गरिराख्दा माओवादीलाई जङ्गलबाट सदनमा ल्याउनुपर्छ भनेर अलिक खुल्ला पनि छाड्दा माओवादी सदनमा आए। एक सिट कम बहुमत प्राप्त गर्यो, ठ्याक्कै 50%। वैधानिक हिसाबबाट आउँदा आज माओवादीसँग हामीलाई डर छैन, आतंक छैन। यो वैधानिक हिसाबबाट राज्य सत्ता सञ्चालन आउन चाहेको भए खुसीको कुरा हो, राम्रो कुरा हो, शुभकामना छ। तर विदेशी दलाली गरेर देश कब्जा गर्ने गरी आएको हो भने इतिहासले माफ गर्ने छैन, आउने पुस्ताले छड्ने छैन। म खबरदारी पनि गर्न चाहन्छु। त्यसो भएकोले तमाम विदेशमा रहने, स्वदेशमा रहने, खास गरी युवा जसले आइटीलाई राम्रो प्रयोग गर्न सक्नुहुन्छ, आइटी भन्दा पनि सामाजिक सञ्जालमा आफ्नो पोस्टहरूलाई अलि राम्रो प्रचार गर्न सक्नुहुन्छ, अलि राम्रो सेयर गर्नुहुन्छ, अलिकति कमेन्टहरू राम्रो गर्नुहुन्छ, सामाजिक सञ्जाल मार्फत राजनीतिलाई म्यानिपुलेट जे गरिरहने सबै युवा साथीहरूलाई म सावधानीपूर्वक व्यवहार गरिदिएर नेपालको माटो सम्झिनुहोस्। देश राष्ट्र माटो भनेको आमा हो। आमा जतिसुकै पुरानो होलिन्, पाको भइसकेको होलिन्, फोहोरी होलिन्, अशिक्षित होलिन्, नपढेकी होलिन्, तर आमाकै गर्भमा जन्म लिएर हुर्काउँदै बढ्दै जाँदा गुरुको शिक्षा, समाजको शिक्षा लिएर तपाईँ विश्वलाई चलाउन सक्ने, विश्वलाई बुझ्न सक्ने एकदमै स्मार्ट युवा जनशक्ति बन्नुभयो होला। हो त्यस्तै यही नेपालको बाटोमा हामी जन्मियौँ, हुर्क्यौँ। हामी दुनियाँ संसारलाई बुझ्न कोसिस गर्दैछौँ। आजको विकसित मुलुकहरू जस्तै गरी हाम्रो देशलाई पनि बनाउने हाम्रो कोसिसहरू छ। तर देश जलाउने, जलिसकेपछि खरानी भयो भने त के पनि हुँदैन नि। बनेको पुल माओवादीले एम्बुस थापेर बम पड्काइरहँदाखेरि हामीले भन्यौँ यसरी हुँदैन, जनतामा जाऊ, जनतामा आऊ, जनताको भोटले राज्य सत्तामा आऊ भन्यौँ। 10 वर्ष बारुदसँग खेलेर आउनुभयो, ठुलो सानो हुँदै अहिले जनताको बिचमा जानुभएको छ। हो त्यसरी आउनुपर्छ। घन्टी पार्टीसँग मेरो कुनै गुनासो छैन। अलि युवाहरूको आवाज थियो, युवाहरूले भोट पनि ल्याए। तर रवि लामिछाने सहकारी काण्डमा देशै लुट्न चाहेको मान्छे, अमेरिकाको एजेन्ट, तिनीभन्दा बाहेक अरू मान्छे ठिकै थियो, आवाज उठाइरहेको थियो। तर विदेशीको डिजाइनमा कोही माटो पार्टी, कोही जुन पार्टी, कोही लौरो पार्टी, कोही घण्टी पार्टी, यो जुन बनाउने कुरा गरेर नेकपा एमाले देश जसरी बनाइरहेको थियो त्यो बन्ने गतिलाई रोक्नका लागि गरिएका सबै षड्यन्त्रहरू हुन्। काङ्ग्रेसले पटक पटक बहुमतको सरकार बनाएर पनि मुलुकलाई टक्कै के दियो भने अँध्यारोबाट उज्यालोमा त काङ्ग्रेसले पनि लग्यो। तर देशलाई स्थायी शान्ति कायम गरेर आमूल परिवर्तन गराउने कुरामा काङ्ग्रेस बाधक बन्यो भन्ने मेरो पनि विश्लेषण छ। तर काङ्ग्रेस सहित नमिलिकन नेपालमा राजतन्त्र अन्त्य गर्न पनि सकेको थिएन। राणा शासन त परको कुरा। त्यसो भएकै लोकतान्त्रिक आन्दोलनको मुख्य हिस्सेदार काङ्ग्रेस हो। समृद्धिको सपना देख्ने, विकास परिवर्तनको आधार तयार गर्ने विचार बोकेको पार्टी नेकपा एमाले हो। माओवादीले पनि दलित र अति गरिबहरूको मामिलामा जबरजस्त आवाज दिने काम माओवादीले पनि गर्यो। खास गरी दलितको पंक्ति, महिलाको पंक्ति र अति गरिबहरूलाई राजनीतिमा ल्याउने, आवाज दिने, लडाईँ लड्न सिक्ने कुरामा माओवादीले गरेको कुरामा म स्वीकार गर्छु, त्यसलाई म सम्मान पनि गर्न चाहन्छु।
यद्यपि उहाँहरूको आन्दोलनले धेरै क्षति भएको छ, व्यक्ति हिंसा भएको छ। तर आज रवि लामेछानेले उठाएका कुराहरू, मुद्दाहरू भावनाको हिसाबले ठिकै होला, तर उहाँहरू गलत ढङ्गले आउनु भएको छ, अत्यन्त गलत भइरहेछ। र अहिले बालेन नाम गरेको एउटा व्यक्ति जो लौरो चिन्हबाट चुनाव लड्नुभयो, काठमाडौँको जनताले भोटै हालेर जित्नु भएको छ, यसमा केही भन्नु छैन। तर बालेनको आजसम्म अभिव्यक्ति सुन्या छैन, विचार सुनेको छैन, बालेनको थाहा छैन, बालेनले देश कस्तो बनाउने थाहा छैन। व्यक्तिको अलिकति मिचेको घर भत्काउन जाँदा कुट्न खोजेर आफै मिएर दौडेको पनि हामी देखेका हौँ। मैले पटक पटक भने, भारतबाट महँगोमा किनेको बिजुली, चीनबाट किनेको एलइडी, बानेश्वरमा केशव स्थापित रोपिदिएको हुर्केको रुखमा बत्ती बालेर, पुलमा बत्ती बालेर, न्यू रोडको बजार एउटामा चाहिँ रङ लगाएर चिटिक्क पारेर उज्यालो बनाएर भिडियो बनाएको भरमै चर्चामा व्यापक आएर प्रचार गरेर देश बन्छ जस्तो मलाई लाग्दैन। देश एउटा भिडियोमा मैले बताउन सक्दिनँ। देश बनाउने कुरा समय पनि लाग्छ र यो क्रमिक रूपमा धेरै चिजहरू भएको छ। 95% मानिसहरू त गाउँको पाखा पखेराबाटै हुर्केको मान्छे होला अहिले पनि। मेरो पुस्ताले, मैले मेरो गाउँमा 5 कक्षा पढ्न पाउने म भाग्यमानी मान्छे। अवस्था त्यस्तो थियो। राफ्टिङ, चुहिएको राफ्टिङ चढेर गाउँ जानु पर्थ्यो, 3 दिन लगाएर हिँड्नु पर्थ्यो। आज गाउँको कुना काप्चामा सबै कालोपत्र नभए पनि सडक पुगेको छ। यो सारा 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 चिज निर्माण गरिएको छ। सोच्नुहोस्, यो सन्देश सबै नेपाली जनता जसले मताधिकार राख्नु भएको छ, 9 लाख नयाँ मतदाता थपिएको छ, त्यो सबै आलाकाँचा युवा मात्रै छैनन्, सचेत देशभक्त मानिसहरू पनि हुनुहुन्छ। तर अहिले चुनावको प्रचार गर्दा यो सिंहदरबार जलाउँदा पनि अलिअलि कालो वर्णको, अलिक दक्षिणतिरको मान्छे धेरै थियो भन्ने हल्ला थियो। थाहा छैन, गर्मी ठाउँका मान्छेको छाला कालो हुन्छ, फेरि अन्यथा लिनु हुँदै। 28 वर्ष मुनिका व्यक्तिलाई जेनजी भनिन्थ्यो, 38 कि 36 वर्षको मान्छे त जेनजीको नेतै भयो। दलहरू पनि गजबै छ, चुनाव जित्न सक्छ कि भन्ने आशले साम दाम दण्डभेद भने जस्तो भाजती मान्छेलाई चुनावमा पठाउने यो काङ्ग्रेस एमालेको पनि कमजोरी छ। म माओवादीको आलोचना गर्न चाहदिनँ। देश बनाउन एमाले र काङ्ग्रेसको भूमिका थियो र छ भने काङ्ग्रेस र एमाले त बिग्रनु हुँदैन नि, त्यसले गलत काम गर्नु हुँदैन नि। त्यसकारणले छिटपुट रूपमा त कमजोरीहरू छन्। यो चाख्लालाई अथवा धानलाई मुस्लिममा अथवा ढिकेमा कुटेपछि नाङ्लोमा राखेर निफन्ने अनि चाल्नुमा राखेर यसरी चाल्ने चलन हुन्थ्यो। त्यसले अनि कनिका र सक्लो चामल छुट्टिन्थ्यो, भुस र पप्टा छुट्टिन्थ्यो। त्यसो भएकोले यो चुनाव त्यस्तो चिज हो, महत्त्वपूर्ण चिज हो। अब धेरै दिन बाँकी छैन। बहुत गम्भीरतापूर्वक सोचेर निर्णय लिन अनुरोध गर्न चाहन्छु। फेरि यो भिडियो पनि छोटो बनाऊ भनेकोले लामो भएछ। कृपया समय लिएर मेरो कुरा सुनिदिनुहोस्। तपाईँलाई काम लाग्न सक्छ, हाम्रो देश जोगिन सक्छ। धन्यवाद, नमस्कार।